अलवेज है भाइ। थ्याङ्क यू सिद्धार्थ। अब हाम्रो दाजुभाइको चिनाजाना चाहिँ धेरै अघि देखिने हो है भाइ। यही रोडमा हामी प्रणामी मन्दिरमा मेरो भाइको प्रणामी मन्दिर रोडमा चाहिँ मेरो भाइको पिज्जा दोकानमा भाइले सर्भिस गर्नुहुन्छ होइन। र अब भाइले कहिलेदेखिको भन्नु लाग्यो विशुद्ध आउनुहोस् न, यो नयाँले गर्दा बोलाएको है विशुद्ध। हुनु त यही बाटो कसपल्ट हिँडिरहेको छु, यहाँ फटो दोकान जाँदा आउँछु, सुरुै आउँछु हो। आफू चाहिँ जोडी है भाइ, एकदम भाइलाई त्यस भाइ सिद्धार्थ होइन। अब यो हाम्रो मायाको संसार हो होइन। यो अरू चिज हामीले फेसबुकबाट के पनि पाएको छौँ भन्दाखेरि चाहिँ एकअर्कामा प्रेम होइन। यो अब जस्तै अब कहाँको हामी यहीँनिर भेटघाट हुँदाखेरि पनि बातचित कसरी गर्नु होइन अरू बेला। तर फेसबुकमा जस्तै मलाई भाइले हेर्नुभयो विशुद्धालाई म चिन्छु भनेर चाहिँ मन खुलेर बोलिदिन्छ होइन। सबभन्दा बेस्ट चाहिँ यही चिज मलाई दामी लाग्छ होइन भाइ। थ्याङ्क यू सो मच सिद्धार्थ भाइ। र भाइले अब यहाँ सानो हामीलाई कसरी चिजा ट्राई गर्दै गर्नु कस्तो छ भाइले है। पिज्जा पनि टक्के है टेस्टको लागि भाइले है। हाम्रो फुड चाहिँ कहाँ छ भाइले पनि बोलो। अहिले बिजी होला बिजी छ भाइसिङ आउँदा भाइले पनि यहाँ हाम्रो यहाँ आफ्नै दाजुभाइ मेरो नानी पनि छ भाइ पनि सानै होला अलवेज जतिसँग दामी हुँदैछ है। यही हो है अब मायाको संसार अलवेज। थ्याङ्क यू है भाइ ल। यो चाहिँ ओभर आइरहेको छ। यो चाहिँ मेरो पेजमा पनि आउँछ यो चाहिँ है। ओके ओके भाइको पेजमा पनि हेर्नु ओएनजी यो हाम्रो गोर्खाली हाम्रो प्रोडकास्ट अहिले हालैमा चाहिँ हामीले यो के भन्छ शिक्षकहरू है हाम्रो एउटा कस्तो भन्दाखेरि लिटरेचरलाई लिएर पनि अगाडि काम गरिरहेको छौँ। कतिवटा हाम्रो नेपाली कार्य गोर्खाली कार्यहरू लिएर पनि सांस्कृतिक चिजहरू लिएर है कल्चरलाई लिएर पनि हामी एउटा भिडियो हाल्दैछौँ। चाहिँ हाम्रो ओएनजी यो हाम्रो गोर्खाली छ है। तपाईँले पनि हेरिदिनुहोस्। एकदमै गऱ्यो हुनुहुन्छ यो कुरो चाहिँ गर्नुपर्छ किन भन्दाखेरि अब आफ्नो जाति माटोको प्रेमी मान्छे हो हामी। अहिले युवाहरू पनि सायद अब उहिलेको पुर्खाले के बुझ्नु भयो अब हामी पनि त्यही बाटोमै छौँ होइन। हामी आफ्नो संस्कृति बाटोस् हो सभ्यता र संस्कृतिको माया छ है। र अलवेज सबैजनालाई थ्याङ्क यू सो मच है। मलाई पनि सपोर्ट गरिदिनु तपाईँको पनि नयाँ च्यानल छ है। अहिले भन्नुभएको 1 महिना भयो र अहिले तपाईँको पनि करिब 60K प्लस भइसकेको छ है। छिटो ग्रो सबैको माया किनभने हजुरहरूको मायाले चाहिँ आज छिटोभन्दा छिटो ग्रो हुनु गएको छ है। र म पनि बिस्तारै बिस्तारै बढ्दैछु त्यही हो ल। थ्याङ्क यू सो मच। थ्याङ्क यू भाइ। यो तिम्रो अब यतिको